सम्पूर्णमा नमस्कार। आज फेरि अर्को कथाका साथ यहाँ माझ उपस्थित भएको छु। आजको बसाइमा छ कथा शत्रु। यस कथालाई विश्वेश्वर प्रसाद कोइरालाले लेखेका हुन्। आउनुहोस् अब कथा सुनौँ। आँखामा राखी पनि नबिझाउने भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो। 45 वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए। तिनले यता 10-12 वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्। यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ। कसैलाई कर्जा दिनु तिनी आफ्नो सिद्धान्तको विरुद्ध ठान्थे। तिनका मत अनुसार कर्जामा गएको रुपियाँ आफू आउँदा झगडा बोकी ल्याउँछ। तर दुःख परेको बखतमा राजद्वारे शमशाने तिनी गाउँलेको सहायतामा प्रस्तुत रहन्थे। जनक कुमारीको एक्लो छोरो मर्दा जनक कुमारीको पीरभन्दा तिनको सान्त्वनाले त्यहाँ भएका मान्छेको आँखामा आँसु ल्यायो। गाउँलेमा झगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे। तिनले गरेको फैसलाले कोही पनि असन्तुष्ट भएको देखिँदैनथ्यो। आफ्नो घरबाट तिनी कम निस्कन्थे र निस्केको दिन कि त कसै कहाँ मृत्यु भएछ कि झगडा भएछ भनी ठान्नु पर्थ्यो। सडकमा सबजना अदबसँग तिनको अभिवादन गर्थे। कृष्ण रायलाई सब प्रकारको सुख थियो, धनको, यशको र सम्मानको। तिनका सन्तान थिएनन्, तर यस अभावलाई तिनले आफ्नो एउटा टाढाको भतिजोलाई पाली पूर्ति गरेका थिए। एक रात तिनी खाइपी सुत्ने यत्न गरिरहेका थिए। तिनका मनमा धेरै प्रकारका विचार आउन थाले। तिनको जीवन कसैले असफल भन्न सक्दैन। सानोतिनो पुँजी पनि कमाइहालेका थिए। रुपियाँ जम्मा गर्दा अरू कसैलाई पीर पनि पारेनन्। तिनको कोही बैरी थिएनन्। यही तिनको सन्तोषको ठूलो कारण थियो। 45 वर्षको यत्रो लामो जीवनमा तिनले कसैलाई आफ्नो शत्रु बनाएनन्। यस कल्पनाले तिनको तन्द्राको सुख बढाइरहेको बेलामा तिनीमाथि लट्ठीको प्रहार पर्यो। संयोगवश लट्ठीको मुख्य चोट तिनीमाथि परेन। प्रहारकर्ताले तिनीमाथि प्रहार गरेको हो कि भित्तामाथि, यो छुट्याउन गाह्रो थियो। कृष्ण राय जुरमुरिँदै उठे। तबसम्म आक्रमणकारी भागिसकेको थियो। मलाई कसले यसरी आक्रमण गर्यो होला? तिनी विचार गर्न थाले। यस विषयमा मैले कसैलाई आफ्नो शत्रु बनाइन, झगडा फसादमा रहिन। कृष्ण रायलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा विश्वास भएन। सब तन्द्रावस्थामा भ्रम जस्तो लाग्यो। तर भित्तामा लागेर भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन। कृष्ण रायले बिछ्यौनबाट निहुरिकन त्यस टुक्रालाई टिपे। हेरेर गम्न थाले, को मेरो शत्रु हुन सक्छ? धेरै घोरिँदा तिनलाई यस रहस्यको सुइँको पाएको जस्तो लाग्यो। आजै बिहान एउटा काम बिगार्दा रामे भन्ने नोकरमाथि तिनी रिसाएका थिए। नोकरको के ठेगान? झोको थियो र मालिकलाई हान्न हिँड्यो होला। नोकरसित झर्कदा तिनले उसको मुख रातो भएको देखेका थिए। उनलाई के थाहा रिसले रातो भएको रहेछ। ऊ केही अचाक्ली गरी रिसाएको थिएन। यत्रो पुरानो नोकरले त्यति हप्की पाउँदा मालिकलाई मार्न नहिँड्नु पर्ने। रामले योभन्दा ठुलो ठुलो गाली सहेको थियो र आजको झटनीले त्यसको धैर्यको अन्त नगर्नुपर्ने। मनुष्यको स्वभाव कसले जान्न सक्छ र? ऊ नभए अरूको मेरो शत्रु होला? हो न हो, यो रामको काम होइन, बलभद्रको काम हो। कारण अस्ति हिसाब गोलमाल गरेर ठग्न खोज्दा कृष्ण रायले तिनलाई फेला पारी लज्जित पारेका थिए। आखिर बलभद्रको समाजमा आदर थियो। गाउँलेहरूले तिनलाई इज्जत गर्थे। कृष्ण रायले तिनलाई बेइज्जती गरेको तिनले सहन सकेनन् होला र आज राति बदला लिन आएका होलान्।
कृष्ण रायले विचार गर्दै थिए। अस्तिको नोकरी खोज्दै आएको युवकको ध्यान तिनलाई आउन थाल्यो। बिचरा खान नपाएर तिन कहाँ आएको थियो। काममा लाउन छोडेर तिनले उसलाई उपदेश दिन थाले। कुरामा कुरा चल्दा कृष्ण रायले उसलाई अप्रिय शब्द भने। त्यस युवकले यो निश्चय नै मन पराएन होला। त्यो बडो स्वाभिमानी होला जस्तो थियो। त्यसलाई कठोर शब्द असाध्यै बिच्छ र धेरै दिनसम्म यी खेलिरहन्छन्। कृष्ण रायको एउटा अत्यन्त नराम्रो बानी छ। आफूलाई अकलुषित र दुर्गुण रहित भनी ठान्ने कृष्ण रायलाई आफ्नो एउटा ठूलो दोषको सम्झना भयो। समय असमयमा तिनी अर्कालाई आदेश सल्लाह दिइरहन्छन्। नाहक कृष्ण राय यस दुर्गुणलाई गुण ठानेर अङ्कमाल गरिरहेका थिए। कृष्ण राय धेरै झगडामा मध्यस्थ भएका थिए। यो बडो गर्वको कुरा हो। गाउँले तिनीमाथि नै विश्वास गरी तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे। यसैले पनि तिनको गाउँमा धेरै सम्मान थियो। निश्चय नै यो कामले तिनलाई धेरैको मन नपरेको बनायो होला। एक दिनको घटना उदाहरण स्वरूप। निश्चय नै यो कामले तिनलाई धेरैको मन नपरेको बनायो होला। एक दिनको घटना उदाहरण स्वरूप तिनको सामुन्ने आउन थाल्यो। गोविन्द पण्डित र गोरे जमदारको खेतको झगडा धेरै दिनदेखि चलिआएको थियो। तर त्यस दिनको जस्तो कुटामारी कहिल्यै भएको थिएन। कृष्ण राय सदाको जस्तै मध्यस्थ भए र बानीले प्रेरित भए झैँ ती झगडियालाई झगडाको दुष्परिणाम बुझाउन थाले। हेर गोविन्द पण्डित, हेर गोरे जमदार, झगडा गरेर के लाभ? आपस्तमा मिल, खाऊ पिऊ र ईश्वरको भजन गर। यति उपदेशमै तिनीहरू झगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै पनि झगडा गर्ने थिएनन्। तिनीहरू मिल्न मानेनन् र बिचरा मध्यस्थलाई कर लागेर गोरे जमदारको पक्षमा न्याय दिनु पर्यो। यस झगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान्। फेरि एउटा मास्टर र कैयाँको झगडामा न्याय कैयाँको पक्षमा हुँदा मास्टरले रिसाएर भनेको थियो, हेर्नुहोस् कृष्ण रायजी, फैसलालाई त म आफ्नो शिरमा राख्छु, तर कैयाँ नै हुन्, काम लाग्ने छैनन्। एउटा झगडामा सबभन्दा निर्दोष काम हो त्यो झगडाको मध्यस्थ हुनु, तर कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन। मध्यस्थले एउटा न एउटाको शत्रु हुनै पर्छ। कृष्ण रायले बिउजे झैँ यो ज्ञान आर्जन गरे। विचार गर्दा गर्दै कृष्ण रायले रेलको डब्बामा भएको झगडा सम्झे। हाटमा तिनीद्वारा धक्का खाई लडेको एउटा मान्छेलाई सम्झे। तिनले निकालिदिएका नोकरहरूलाई सम्झे। गरिब तर ईर्ष्यालु दाजुभाइलाई सम्झे, जो तिनको उन्नति देखि सहँदैनथे। अरूको त के कुरा, आफ्नै पोष्य पुत्रमाथि पनि उनलाई भरोसा थिएन। घटनालाई बिर्सन प्रयत्न गर्दै कृष्ण राय निदाउने निहुले बिछ्यौनामा बङ्ग लडे। शत्रुताको पनि कस्तो व्यापक सम्बन्ध रहेछ। दुनियाँमा कोही पनि मित्र हुँदैनन्, सबै शत्रु, सबै बैरी नै हुन्छन्। कसले भन्छ अकारण नै कोही शत्रु हुँदैन? माने अकारण कोही कसैको शत्रु हुँदैन, तर झगडाको निहुँ कति सजिलै पाइन्छ। कृष्ण रायले धेरैसँग सङ्गत गरेनन्, तर जतिसँग गरे सबैले तिनीसँग बाप बैर साध्ने कुनै न कुनै निहुँ दिए। कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो बैरी बनाउने साधन लुकिरहेको देखिन्छ। भोलिपल्ट यो घटनाले जाँच हुँदा पुलिसको इन्सपेक्टरले तिनलाई सोध्यो, तपाईलाई कसैमाथि शङ्का छ? कृष्ण रायले गम्भीर भएर उत्तर दिए, रामे, केदार, युवक, गोविन्द पण्डित, कन्हैया, मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र, पराजुली।